हेलो गुड मर्निङ पाल्पा। यतिखेर तपाईँ देख्न सक्नुहुन्छ राम्रो राम्रो सुन्दर सुन्दर हिमालहरू है त। हेलो एभ्रिवान, आज हामी यतिखेर पाल्पाको भैरवस्थान मन्दिर दर्शनको लागि आइसकेका छौँ साथीहरू। सो आज हामी तपाईँहरूलाई चाहिँ पाल्पा घुमाउँदैछौँ है त। घरमा बसी बसी फ्रीमा पाल्पा हेर्नुहोस् है त। हामी तपाईँलाई पाल्पा देखाउने कोसिस गर्छौँ। कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। मन पर्यो भने भिडियोलाई सेयर गरिदिनु होला अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त। यसै पाल्पा यता पछाडिपट्टिको गेटबाट माथि चढ्दाखेरिको देखिने दृश्य हो यो चाहिँ। एकदमै सुन्दर दृश्य। ओ माई गड, हिमाल त साह्रै राम्रो छ। हिजो हामी नेपालगञ्जदेखि चाहिँ 6 बजी हिँडेका थियौँ। नेपालगञ्जदेखि चाहिँ 6 बजी हिँडेको हामी पाल्पा चाहिँ राति 1 बजीतिर पुग्यौँ। पछि बस पार्कमा आएर चाहिँ होटलहरू खोज्दाखेरि चाहिँ होटलहरूले ढुवा कसरी नखोल्दाखेरि चाहिँ हामी रातभरि पाल्पाको चिसोमा चाहिँ एकदमै कष्टकर जीवन बिताउनु परेको छ है त साथीहरू। सो अहिले फाइनली हामी यहाँ चाहिँ डेस्टिनेसनसम्म पुग्यौँ। यहाँको इन्भाइरोमेन्ट भन्नुपर्दा एकदमै राम्रो लाग्यो मलाई चाहिँ है त। हाम्रो आइराख्नु भएको व्यक्तिहरू चाहिँ मेरो माइली दिदी र मेरो भान्जा जेठा भान्जाहरू हुन् है त। ठ्याक्कै हेर्दा मेरो जन्मभूमि जक्तिपुर जस्तो देखिया छ। यो भुइँयाली बारी पुरा जस्तो ठ्याक्कै देखिन्छ। कता यतातिर कि यतातिर रोटी हिमल बनाउनु त्यहाँ चाहिँ हजुरबाले एकसँग कुरा गरौँ एकचोटि। ए यहाँ चाहिँ यो रोटी चढाउँछ, यस्तो खालको रोटी चढाउँछ। यहाँ चाहिँ अरू चाहिँ चढ्दैन, रोटी मात्रै चढ्ने हो। हजुरको बोका, कुखुरा, राँगा सबै चढ्छ। भेडा तर रोटी चाहिँ कस्तो राम्रो हुँदो रहेछ है। हिमाल त कस्तो राम्रो देखिँदैछ है। यतिखेर हामी भैरवस्थान मन्दिरको एकदमै नजिक आइसकेका छौँ। हामी चाहिँ तयारी गरिरहेका छौँ। यहाँनिर चाहिँ भैरवस्थान मन्दिरमा चाहिँ भैरवलाई चढाउने चाहिँ हामीले चाहिँ यहाँ ठुलो अरू कुनै मन्नत थिएन। जस्ट मात्रै गरेका कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यहाँ चाहिँ रोटी चढाइदो रहेछ। माने रोटी भनिँदो रहेछ। यत्रो खालको रोटी हुँदो रहेछ, माने रोटी चढाउँदैछ। अनि यहाँ चाहिँ अरू टाँगा सबै किसिमका बलिहरू पनि चढ्दो रहेछ। तर हामीले त्यो बलिहरू चढाउनु त्यो हाम्रो ऊ थिएन। त्यसै कारणले गर्दाखेरि चाहिँ हामी चढिरहेको छौँ। तर ठाउँ हेर्दाखेरि एकदमै रमाइलो लाग्यो। वरिपरिको डाँडाहरू, हिमाल हेर्नुहोस् न। ब्युटिफुल प्लेस, लभ इट। तिहार आए सँगसँगै यहाँनिर चाहिँ हजारी फुलहरू पनि एकदम फुलेर देखिँदैछ। चोर्ताहरू पनि छन्, यहाँ घिम्लाहरू पनि छन्। यो चाहिँ सिस्नो हो है गाइज। यसले चाहिँ करेन्ट लाग्छ। सिस्नोहरू पनि धेरै छन्। साथी हजुर के छ खबर? यसलाई के भन्छ भने करेन्ट। यसो हामीले पहिला यस्तो खान्थ्यौँ यसको है। यसको जरा मिठो हुन्छ एकदमै। ठ्याक्कै लगाएर हाम्रै जाजरकोट जस्तो, हामी जक्तिपुर जस्तो रहेछ यो ठाउँ चाहिँ। काहीँ फुल छिप्रेन टाइपको पनि देखिने होइन। तलतिरको भागतिर चाहिँ त्यहाँ पुल मटेरातिर जस्तो, धेरै यहाँ पुनमा जस्तो ठ्याक्कै उस्तै ठाउँ। साह्रै चित्त बुझ्ने। अब हामी एकदम नजिक आइसकेका छौँ भैरवस्थान मन्दिरको। भैरवस्थान मन्दिरको यतापट्टिको नजारा यस्तो रहेको छ। यो चाहिँ एकदमै चर्चित हो ठाउँ हो पाल्पाको। शक्तिपीठ, एकदमै ठुलो शक्तिपीठ। आज मलाई स्वीकारिदियो भने के हुन्छ? मलाई 2 लाख दियो भने बसिदिन्छु। अनि यहाँ भगवान्ले मलाई ल तै पुजारी होस् भनिदियो भनेदेखि अनि भएन बर्बाद।
पुजारी बनाउनु कतिसम्म त्यो रक्सी दिएर पानी दिएर जल दिएर खानुपर्छ के नगरे यिनी बोलाउनु सक्दैन त भगवान्ले लिएर आँखा बन्द गरेर जो कति हेर्न सक्दैन अरे आँखा बन्द गरेर बिहान सुन्दाखेरि अनि त्यो गरेको त्यसले दिएको पानी रक्सी यस्तो हुन्छ नि त्यो प्रसाद खायो नि पुजारी बन्यो न भन्न मिल्दैन ए त्यो सक्ने त्यसको चाहिँ इम्युनिटी पावर चेक गर्ने पुजारीले मात्र हेर्ने गरेको हो फाइनली हामी चाहिँ यहाँ चाहिँ मन्दिर प्रवेश गर्दैछौँ यता शौचालयदेखि लगाएर हरेक कुराहरू चाहिँ राम्रो बनाइदिएको रहेछ यता भित्र फुलबारी सुलबारी राम्रै रहेछ व्यवस्थित त राम्रो व्यवस्थित गरिदिएको रहेछ मन्दिरलाई चाहिँ गाइज यता चाहिँ एउटा पार्क छ होइन यसमा चाहिँ हामीले फोटो खिच्न सक्छौँ यहाँ सामानहरू किन्न सकिन्छ यहाँ बस्ने ठाउँ छ अब चाहिँ हामी माथि जाँदैछौँ यहाँ दसैँको पनि बनाएको छ गाइज दुईटा रहेछ यहाँ चाहिँ प्रसादहरू बनाइन्छ होला यहाँ फुलहरू हेर्नु रहेछ हामी चाहिँ अब मन्दिरभित्र मेन मन्दिरभित्र प्रवेश गर्दैछौँ माइकको रोड छैन माइकको रोड ल्याएर होइन माइक्रो मलाई थाहै छैन यो रोटी किन होला त्यो पसल भैरवहरूको नाम छ त्यस भैरव भगवान्हरूको यता चाहिँ त्यही हो गाइस तपाईँहरू भ्लगहरू हेर्नु होला मामालाई राम्रोसँग मामाको भिडियो हेर्नु होला अन्तिमसँग लाइक सब्सक्राइब छिट्टै होस् राम्रोसँग जान्छ भने यहाँको बारेमा भन्दै त्यसको गाइस अब चाहिँ हामी धुप बाल्दैछौँ क्या गाइस अब चाहिँ हामी यहाँ धुप बाल्दैछौँ
गाइस यहाँ चाहिँ अब हामी नरिवल चढाउँछौँ फुटाल्छौँ। मजाले खिच्यो है। यो यहाँको ध्वजा यहीँ राख्ने के गर्ने कति राम्रो गाइस। कता बस्छस् यता दिदी बहिनी जाने होइन। यतिखेर तपाईँले देखिराख्नु भएको यो दृश्य हाम्रो भैरवको मन्दिर हो। यो भैरव देवी भैरवको मन्दिर यहाँ राम्रो देख्न सक्नुहुन्छ। सो तपाईँ यहाँदेखि भैरवकोबाट देखिने चाहिँ यहाँनिर चाहिँ सिनहरू चाहिँ यो छ है त गाइज। यस्तो राम्रो हिमालहरू देखिँदो रहेछ यहाँदेखि। यो सबै पाल्पाको एकदमै सुन्दर ठाउँ। गाइज अहिले चाहिँ हामी मन्दिरदेखि बाहिर निस्किसक्यौँ होइन। पूजासुजा गऱ्यो, फोटोसोटो खिच्यो सबै। यो रुद्राक्ष रहेछ होइन। गाइज हामी मन्दिरदेखि टोटली बाहिर निस्किसकेका छौँ। मामा अगाडि हिँड्नुहुन्छ, मम्मी यहीँ हुनुहुन्छ। अब हाम्रो मन्दिरको यात्रा सकिसक्यो गाइस। आजको लागि यति नै। यो भिडियोलाई लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला। अनि यो च्यानललाई, मेरो मामाको च्यानललाई धेरै नै सपोर्ट गरिदिनु होला। साथीहरूलाई सेयर गरिदिनु होला। अनि आजको लागि यति नै। बाई बाई।